जय पाथिभरा आमा साथीहरू, पाथिभरा मन्दिर दर्शनको यो तेस्रो ब्लग यहाँहरू समक्ष लिएर आइरहेको छु। क्षमा चाहन्छु, केही विलम्ब भयो। विभिन्न व्यस्तताको कारणले गर्दा तेस्रो ब्लग केही दिन विलम्ब भएकोमा पुनः क्षमा चाहँदै यो तेस्रो ब्लगमा सर्वप्रथम रहेको दृश्य तपाईँहरूले यो देखिरहनु भएको छ। पाथिभरा चाहिँ चटारो विकट यात्रा गरेर जानुपर्छ अनि केवल कार निर्माण गऱ्यो भने चाहिँ यहाँ चाहिँ धेरै राम्रो हुन्छ भनेर अहिले तपाईँहरूले देख्नुभएको यो केवल कार जुन साइटबाट केवल कारको परियोजना चालु गरिँदैछ त्यो साइटमा चाहिँ रुखहरू काटेको छ र यो राम्रो हो कि होइन भनेर मैले विक्रेतालाई सोध्दै थिएँ। उहाँले प्रकृतिलाई नाश गरेर केवल कार बनाउनु उचित होइन भनेर भन्नुहुँदै थियो। मैले भने एउटा न एउटा त त्याग गर्नैपर्छ है। केवल कार आयो भने म पनि आमा बाबा ल्याउन सक्छु होला होइन, बुढाबुढीहरू पनि आउन सक्छन् होला, हामीलाई त साह्रो पर्छ यो उमेरमा त। अनि प्रकृतिको त अब रुख त काट्नै पऱ्यो केवल कार ल्याएपछि, एउटा भन्नु पऱ्यो नि त, केवल कार बनाउनु पनि राम्रो, तपाईँको प्रकृति नाश गर्नु पनि नराम्रो भन्नु त भएन नि त भन्ने कुराहरूमा हामी चर्चा गर्दै जाँदै थियौँ। यसरी निकै उकालो बाटो अनि मैले फ्रन्ट क्यामेरा गरेर त्यही कुरा भन्दै थिएँ। मलाई चाहिँ उचितै लाग्यो केवल कार बन्नेकै राम्रो, किनभने अशक्तहरू आउनु सक्छ नि त। पाथिभरा आमाको दर्शन गर्नु त अहिले त चटारो पर्छ होइन, जो कोही आउनु सक्दैनन् भनेर चाहिँ म त्यही कुराहरू गर्दै जाँदै थिएँ। हामीलाई त कति साह्रो परेको छ, आमाले बोलाउनु भएर मात्रै आएको भन्दै म त्यसरी आफ्नो भिडियो गर्दै गइरहेको थिएँ। तर उकालो चाहिँ निकै साह्रो परिरहेको थियो। यसरी उकालो जाने क्रममा यी मैले अरू साथीहरूको पनि खिचिरहेको थिएँ है, अनुप भान्जा, अविनाश, त्यसरी नै हाम्रो मुकु भाइ, त्यसरी नै हाम्रो नानीहरू श्रेयस, अनिश, सृष्टि, विक्रेताहरूको यसरी खिचिरहेको थिएँ। साह्रो पर्दैछ भन्दा परेको छैन भन्नुहुँदै थियो उहाँहरूले होइन। यसरी नै अब हामी कस्तो रमाइलो गर्दै भनौँ न, उज्यालो भइसकेको थियो, रमाइलो गर्दै उकालो लाग्यौँ। छोरी चाहिँ पछाडि आइरहेको थियो, त्यसलाई गाइड गर्दै लाँदै थिएँ म पनि है। त्यसले पनि हाई भनी है। त्यस पश्चात यो उकालो बाटो देखाएँ मैले अनि फेरि मैले हेरेँ र म बोलेँ है। म के भनिरहेको थिएँ हेर्नुहोस्, यो उकालोमा चटारो परिस्थितिमा पनि हामी गइरहेको छौँ आमाको दर्शन गर्नु, तर आहत अनुभूति भइरहेको छ भन्ने कुराहरू गर्दै हामी उकालो लागिरहेको थियौँ। फेरि छोरी उकालो हिँड्न थाली। छोरी र म चाहिँ अलिकति छोडेछौँ, अलिकति हिँड्नु नसक्ने चाहिँ मेरो छोरी र म भएछौँ यो यात्रामा क्या। बिस्तारै गयौँ हामी पनि, छोरीले लट्ठी देखाइरहेको थियो। त्यसपछि हामी त्यो प्रकृतिसँग रम्न थाल्यौँ। हेर्नुहोस् न कति राम्रो पर्वत श्रृङ्खला हेर्नु न है। यो कुम्भकर्ण पर्वत भनेर भन्छ, यो कञ्चनजङ्घा पर्वतको नै पार्ट हो है। यसरी हामी हेरिरहेको थियौँ। तपाईँको भिडियो गर्दै जाने क्रममा मैले थकाइ मारेको छोरीले कति बेला भिडियो गरेछ उसकोमा थियो, घरिघरि चाहिँ क्यामेरा उसले मागिरहेको थिएँ है। यसरी नै अब हामी घरि बस्दै घरि उड्दै है, उकालो भिरालो है, अप्ठ्यारो बाटोमा भगवान पाउनु खेना चाहिँ छैन भन्दै जाँदै थियौँ। निकै माथि पुग्यौँ। यो चाहिँ अब सेट भएको जग्गा, छत भएको जग्गा है। यहाँबाट चाहिँ धेरै राम्रो तपाईँको यो सेटले गर्दा चाहिँ अब हिउँ पानीहरूबाट बाँच्न सकिन्छ। यो सायद बाउ छोरीको अन्तिम बिसौनी जस्तो लाग्यो। त्यसपछि हामीले साथीहरूलाई भेटेको जस्तो लाग्यो। यसरी बसिरहेको थियौँ। अनुहार चाहिँ थकित थियो। अब अन्तमा हामी त्यो चौतारामा पुग्यौँ, घन्टी भएको जग्गामा है, जहाँ चाहिँ अब सबै बाटो काट्यो। साथीहरूसँग बात मारिरहेको थियौँ। सबैजनाले हामीलाई पर्खिरहनु भएको रहेछ। कुकुर पनि दुईवटा आयो हामी सँगसँगै है। हाम्रो नानीहरूले फेरि कुकुर भने सुरुकै जान्छ, बोलायो, आइहाल्यो। यो मैले घन्टीको खिच्दै थिएँ, हेर्नु सक्नुहुन्छ है। त्यसपछि चाहिँ हामी माथि हिँडेर पुग्यौँ है मन्दिर परिसरमा। हेर्नुहोस् है कति आनन्द अनुभूति है। जय पाथिभरा आमा भन्दै छोरालाई मात्रै सोध्दै थिएँ कस्तो भयो भन्ने, अनि छोरालाई पनि सोध्दै थिएँ, छोरीलाई पनि सोधिरहेको थिएँ, अनुबान्जाहरू सबैलाई मैले के कस्तो लाग्यो तपाईँहरूलाई भनेर भनिरहेको थिएँ। नानीहरूको त प्रथम थियो, मैले पनि आफ्नो प्रतिक्रिया दिइरहेको थिएँ। त्यसपछि हामी दर्शन गर्नु गयौँ है। गणेश पूजा गरेँ नानीहरूले, मैले पनि गरेँ होइन, अरू साथीहरूले पनि गर्नुभयो। यी छोराले ढोगिरहेको छ। यसरी गणेश पूजा गऱ्यौँ, त्यसपछि शिवजीको पूजा गऱ्यौँ है। यी पाथिभरा आमाको दर्शन सुरु गऱ्यौँ। मैले गरिसकेर चाहिँ भिडियो गरेको विक्रेता मुक्कु, त्यसपछि अनुप भान्जा है, हाम्रो सृष्टि, श्रेयस, अनिश उहाँहरूले पनि गरे। गुरुजीलाई अभिवादन गरेको थिएँ मैले। हाम्रो अविनाशको चाहिँ हजुरआमा बित्नु भएकोले ऊ चाहिँ मन्दिरको परिसर भित्र नै पसेन, ऊ चाहिँ धेरै बाहिर नै बस्यो है। यहाँ माताजी हुनुहुँदो रहेछ। अनि मैले चाहिँ यो चाहिँ के गर्दै थिएँ भने, यो भिडियो अस्ति पनि हालेको थिएँ, यो मलाबासमा
हुन्छ कि हुँदैन हौ पूजा गर्नुभन्दा धेरै राम्रो हो, यति बेला त राम्रो हो त भनेर माताजीले भन्नुहुँदै थियो। गुरुजीले पनि हामीलाई जानकारी गर्नु राम्रै हो, पूजा गर्नु के हुन्छ र भन्नुहुँदै थियो। नानीहरूलाई दर्शन गरिरहेको थियो, यो पहिलोपल्ट थियो नानीहरूको, अनि मैले उनीहरूलाई गाइड गरिरहेको थिएँ, सिकाइरहेको थिएँ यसरी गर नानीहरू भनेर है। खुसी थिए उनीहरू पनि है, पाथिभरा आमालाई भेट्ने एउटा ट्रेकिङ जस्तो है हिँडेर जाने मौका पाएकोमा धेरै खुसी थिए उनीहरू सबैजनाले नै। यसरी दर्शन गरिरहेको थिए। दर्शन गरिसके पश्चात है नानी अनिसले पनि ढोगिरहेको छ, अनुप भान्जाले पनि है, सबैजनाले मजाले। फेरि अरू बेला चाहिँ सिजनमा चाहिँ पुरा गाह्रो हुन्थ्यो नि त कि, भिड हुन्थ्यो कि, तर योपालि चाहिँ त्यस्तो भएन है। मुकुले एकदमै राम्रो आमाको चरण कमलमा स्पर्श गरेर धेरै उसले त्यो आमालाई धेरै आशीर्वादहरू माग्यो है। त्यसरी नै विगतले शङ्ख बजाइरहनु भएको थियो, मुकु यतापट्टि पूजा गरिरहेको थियो है। हेर्नु सक्नुहुन्छ तपाईँहरू। यसरी मैले चाहिँ खिचिरहेको थिएँ, यति बेला मैले चाहिँ सकिसकेको थिएँ। फेरि मैले यहाँ पूजा गरिरहेको दृश्य पनि तपाईँहरू देख्न सक्नुहुन्छ है। आमाको चरण कमल परेको दृश्य पनि तपाईँहरू देख्न सक्नुहुन्छ। हामी यसरी रमायौँ, मजाले पूजा गऱ्यौँ, धेरै राम्रो यात्रा भयो योपालिको है। अनि हामीले यसरी फोटो खिच्ने मौका पायौँ, समय पायौँ। पाथिभरा मन्दिरमा त धेरैभन्दा धेरै दर्शनार्थीहरू भक्त श्रद्धालुहरू जान्छन्। सिजनमा त हामी त चाहँदैनौँ सक्दैनौँ पनि यसरी पूजा गर्नै सक्दैनौँ। अनि गुरुजीले मलाई पनि टिका लगाइदिइरहनु भएको थियो है, आशीर्वाद दिइरहनु भएको थियो। हामीले पूजा गरिसकेर चाहिँ उहाँबाट टिका लगाएर आशीर्वाद ग्रहण गऱ्यौँ। त्यसपछि छोरीलाई लगाइदिनु भयो है। छोरीलाई लगाइसकेपछि उसलाई पनि आशीर्वाद दिनुभयो, अनि छोरालाई पनि लगाइदिनु भयो है। हामी सबैजनाले चाहिँ टिका लगाइसक्यौँ है। टिका लगाइसकेपछि उहाँहरूबाट आशीर्वाद ग्रहण गऱ्यौँ है। आशीर्वाद ग्रहण गरिसकेपछि त्यहाँबाट हामी यसो बाहिर निस्किनुपर्छ होला हौ भन्दै थियौँ। विगतले त्यहाँ चढाउने चिजहरू लानुभएको रहेछ, त्यो चढाउनु हुँदै थियो। नानीले छोरालाई पनि यसरी गुरुजीले उता फर्काएर लगाइदिनु भयो टिका, अपोजिट उल्टा फर्केछ त्यो चाहिँ हो। यसरी टिका लगाइदिनु भयो, हेर्नु सक्नुहुन्छ तपाईँहरू है। धेरै रमाइलो भयो, बडो मजा आयो, बडो रमाइलो भयो। मेरो 6औँ पल्ट प्रथमपल्ट यहाँ चाहिँ मैले आफ्नो मैले मेरो अनुभव भनिरहेको थिएँ, कस्तो भयो भन्ने कुराहरू। 6औँ पल्ट आएर के कसो भयो भन्ने कुराहरू मैले व्यक्त गरिरहेको थिएँ। तपाईँहरू हेर्नु सक्नुहुन्छ, राम्रो दर्शन भयो। हामी सबैजना मेरो आफ्नो अनुभव मैले साझा गरेँ, त्यही हो। अब आमाले बोलाउनु भएन भने चाहेर पनि आउनु सकिँदैन। म चाहिँ यो वर्षैपछि चाहेर आउने कोसिस गरेर त्यस्तो बित्न बाधा भयो। खेलाची छैन, मैले हिजो एउटा पोस्ट गरिरहनु पाऊँ गाह्रो कुरा हो गरिरहेको थिएँ। यो भिडियो चाहिँ बिगतले आनन्द अनुभूति चाहिँ सबैभन्दा ठुलो कुरा हो है। त्यो चाहिँ हामीले अहिले यसरी भिडियो बनाइरहेको थिएँ। यो पनि मैले अघि पोस्ट गरिसकेको छु फेसबुकमा, तपाईँहरू हेर्नु पनि भयो होला। किनभने मैले सोचेर मात्रै हुँदैन, हामी यसरी त्यहाँबाट आफ्नो आफ्नो प्रतिक्रिया दियौँ, आफूले पूजा गऱ्यौँ र पूजा गरिसकेपछि चाहिँ त्यहाँबाट बिस्तारै निस्कने क्रम जारी भयो। फोटो खिच्नेहरू, भिडियो बनाउनेहरू विभिन्न जग्गामा गएर रहेको पाथिभरा मन्दिर म बाहिर आएर भिडियो बनाएँ। पूजा गर्दा त भिडियो बनाउनु कुरा आएन। 19 मेको दिन है, त्यस्तो बेसी भिड छैन, त्यहाँबाट पूजा गर्नुपर्छ। यसरी पनि बाहिर खिचिरहेको थिएँ। धेरै मानिसहरूको कमी पनि छैन, त्यस्तो धेर नभए पनि आउने क्रम सम्मानजनक हो, उपस्थित नै छ है, भन्नुपर्छ है। हेर्नु सक्नुहुन्छ, र पनि लाइन थियो, हेर्नुहोस् न, यहाँ भक्तजनहरूको है जग्गाहरू देखाइरहेको थिएँ। आगमन भइरहेको छ, उत्पत्ति स्थल है। त्यसपछि अलिकति माथि चाहिँ बलि दिने जग्गा पनि छ, देख्न सक्नुहुन्छ भिडियोमा पनि देखाइरहेको थिएँ। भन्छ के छ भने आफ्नो प्रतिक्रिया सर्वप्रथम त थियो है। बडो खुसी लाग्यो, मेरो यो दोस्रो पल्ट हो भनेर उहाँले भनिरहनु भएको थियो। म पनि बेहद खुसी हुनुहुन्थ्यो यो यात्रामा जानुको निम्ति। किनभने मेरो प्रथमै म जान्छु है मामा भनेर मलाई हाम्रो टिममा सहभागी जनाउनु आउनुभयो। कतिपल्ट हो तपाईँको? दोस्रो पल्ट है, माग्नुभयो है, र उहाँ धन्यवाद तपाईँलाई। बेहद खुसी भएर आउनुभयो। बलि दिने ठाउँ मैले यहाँ खिचेर देखाएँ तपाईँहरूलाई। यहाँ चाहिँ अचम्म के छ भने त्यो बलि भनेको त अब रगत दिनु हो है। त्यो रगतै हुँदैन क्या, सोसिरहेको हुन्छ। त्यो एउटा आमाको कृपा नै छ, त्यहाँ अद्भुत कृपा छ। त्यो पनि मैले तपाईँलाई देखाएँ है। र त्यसपछि चाहिँ तपाईँको यो वरिपरिको परिसरहरू हेर्नुहोस् न, कति राम्रो दृश्य है। त्योहरू हामी सबै दृश्य अवलोकन गरिरहेको थियौँ क्या, सबैजना भएर साह्रै रमाइलो थियो। हामी अलिकति तपाईँको यतापट्टि आयौँ है, त्यहाँ हवनहरू गर्ने जग्गाहरू थियो, बत्तीहरू बाल्ने जग्गाहरू थियो, त्यहाँ हवन पनि गऱ्यौँ, बत्तीहरू पनि बाल्यौँ। त्यसपछि चाहिँ पुनः अब मैले मन्दिरकै परिसरमा कतिजना भक्तहरू हुनुहुन्छ, कतिको भिड छ भनेर देखाइरहेको थिएँ। अनि
तपाईँहरूले यो त्यो बाहेक चाहिँ यो चाहिँ हेर्नुहोस् त प्राकृतिक सुन्दरताले भरिएको पाथिभराको माथिको दृश्य मन्दिरको दृश्य कति राम्रो। यो नानीले भिडियो गरिरहेको थियो मेरो छोरीले है, तिनीहरूलाई चाहिँ यस्तो पुरा मनपर्छ। हेर्नु सक्नुहुन्छ कति सुन्दर दृश्य है। अब त झन् हेर्नुहोस् त निलो गगन है, त्यसपछि हिउँ परेको पहाड, आमामा क्या दामी। यो सट्टै तपाईँको योहरू यो कपडाहरू यसरी लगाएर झुन्डाइएको कति राम्रो है। यो त अब स्वर्गै भन्दा पनि हुन्छ नि। स्वर्ग त अब राम्रो कुरोको सङ्केत भनेर म भन्छु। यो चाहिँ स्वर्ग नगरी नै भनेको जस्तो हुन्छ। हेर्न सक्नुहुन्छ साह्रै राम्रो दृश्य अवलोकन गर्नुहोस् तपाईँहरू है। त्यसपछि हामी अलिक माथि यहाँ किराँतहरूले निर्माण गर्नुभएको है, किराँतहरूको धर्मगुरु ज्यूको मन्दिरमा गएर त्यहाँ पनि हामीले दर्शन गऱ्यौँ, फुलहरू चढायौँ है। र मौसम एकैछिनमा बिग्रिन्छ यहाँ फेरि होइन, धुम्म भइरहेको थियो होइन। अब चाहिँ फर्किने समय पनि हुन आँटेको थियो। यसरी हामी फर्किने समयमा चाहिँ हेर्नुहोस् न ऐना हेरेर फर्किनुपर्छ अरे भने, अनि ऐना हेर्दै थियौँ सबैजना। त्यतिखेर मैले प्रतिक्रिया पनि बुझिरहेको थिएँ कस्तो भयो के लाग्यो भनेर। त्यहाँ अर्कै यहाँ छ, सबैजनाले आफ्नो आफ्नो प्रतिक्रिया दिइरहनु भएको थियो। अनि सबैजनाले आफ्नो आफ्नो प्रतिक्रिया दिइसकेपछि हाम्रो फर्किने क्रम जारी भयो। अर्कैले भनिरहेछ तेस्रोपल्ट हो मेरो यो दादा, धेरै राम्रो लाग्यो भनेर भनिरहेको छ है। विगतले पनि त्यही भनिरहनु भएको छ। अनि सबैजनाले आफ्नो आफ्नो प्रतिक्रियाहरू राखिसकेपछि हामी त्यहाँबाट फर्कने क्रम सुरु गऱ्यौँ है। अब ओह्रालो थियो, एकदमै ओह्रालो बाटो, बिस्तारै आउनुपर्ने। फेरि आज नै हामी सुकेटार गएर आफ्नो गाडी पक्रेर तपाईँको फिदिमसम्म आउनुपर्ने कारणले गर्दा मैले पनि आफ्नो प्रतिक्रिया यसरी राखिरहेको थिएँ। प्रतिक्रिया राखिसके पश्चात अब हामीले अन्तिमपल्ट यहाँ भिडियो गऱ्यौँ। भिडियो गरेर अब हाम्रो फर्किने क्रम जारी भयो। अब फर्किने क्रममा छोराछोरीले यसरी भिडियो गरिरहेको थियो, छोरी यसरी फर्किरहेको थियो। यो ओह्रालोको भिडियो, आउँदै गरेको भिडियो हेर्नु सक्नुहुन्छ है। र उनीहरूले आफ्नो आफ्नो तरिकाले गरिरहेको थियो। हाम्रो अनिस छोरोले पनि हेर्नुहोस् न स्टाइल पार्दै यो भिडियो बनाइरहेको थियो। मेरो चाहिँ छोरोले गरेछ यो, के छ भनाइ भनेर भन्दै थियो त्यसले। कस्तो साह्रो परेको ओह्रालो आउनु भयो नि, खुट्टा खाँदिएर। हेर्नु सक्नुहुन्छ तपाईँहरू। यो म चाहिँ ओह्रालो झरिरहेको थिएँ, छोराले सोध्दै थियो। एकदम ठिक छ, रमाइलो भयो यात्रा भने। छोरीले पनि त्यस्तै प्रतिक्रिया दिए है। उसले भिडियो गरिरहेको थियो, सेल्फी हानिरहेको थिएँ। दुईजना भाइहरू पनि उसको हेर्नु सक्नुहुन्छ। दुई माइतीको बिचमा चेली यसरी झरिरहेको थिएँ भिडियो गर्दै है। अनि हामी निकै तल आइपुग्यौँ। ओह्रालो आउँदा चाहिँ त्यस्तै बिसाउनु परेन। यो केटाहरू जेन्जी भएकोले गर्दा कुद्दै पनि थियो बिचबिचमा। हेर्नु न रमाइलो गर्दै हामी तल झऱ्यौँ, झर्दै झर्दै गयौँ, आउँदै आउँदै गयौँ। बेहद आनन्द थियो। हाम्रो दोस्रो दिन थियो यात्राको यो है। अब बाटोमा आउँदा चाहिँ डेन्जर हो, गाडी फसेको। अब हामी आएको गाडी फस्यो है। अस्ति मैले भिडियो हालेको पनि थिएँ फेसबुकमा। हेर्नु न कस्तो डरलाग्दो फस्यो। उताबाट पनि गाडी आयो, यताबाट पनि गाडी आयो। अब यो गाडी चाहिँ लगभग 1.5 घन्टा तपाईँको सानोफेदीबाट सुकेटार आउने क्रममा चाहिँ यो देउराली भन्ने कि के जग्गा हो यो, त्यहाँ चाहिँ फस्यो गाडी। डरलाग्दो हेर्नुहोस्। पछि गाडी निकालेर हामी 1.5 घन्टा विलम्ब गरेर आयौँ। यसरी हाम्रो यात्रा